के भयो? सिस्नो लाग्यो। हेलो गाइस, आज म यहाँ सिस्नो काट्न गइरहेको छु हैन। सिस्नो काट्ने किनभने खास सिस्नो काट्नुपर्ने आवश्यकता थिएन, तर के हुन्छ भनेपछि यहाँ भित्र हाम्रो पाइप छ के हैन, ट्याक्क किचनमा जान्छ त्यो मुसाहरू। त्यही हुनाले त्यो पाइपलाई चाहिँ अब खोल्नुपर्छ, जाली लगाउनु पर्ने छ। त्यो जाली पहिला हामीले लगाएको थियो तर निस्कियो के। कताबाट जाने हो? यताबाट जाम। आइज छोरा, खस्ला चाहिँ। आया, यो भित्र मुसा जाने भयो कि। यो पाइप छ कि एउटा पानी जाने पाइप, त्यसबाट चाहिँ हे गाह्रो छ यार। यत्रो सिस्नो छ, कसरी काट्ने हो भनेको। छोरो हजुर, कसरी काट्ने हो यो? ग्लोभ्स त छैन। ग्लोभ्स चाहियो। ग्लोभ्स किन्छ। यस्तो यहाँनिर पाइप छ कि ठ्याक्कै खुल्ला छ। पहिला हामीले यसमा जाली लगाएको थियो, त्यो फुत्किया रहेछ जाली। त्यो हुनाले अब यसलाई जाली उ गर्नको लागि चाहिँ यसलाई अब लगाउनलाई सिस्नो काट्नुपर्ने हो। छोडे बाबा छोड। यस्तरी अया लाग्यो भने त झ्याम लाग्छ त हो केटा। यहाँनिर मुसा भित्र गएको थियो कि हिजो। यहाँ यस्तो किन कहाँबाट भित्र गयो भन्दाखेरि त यहाँ हेरेको त यहाँबाट एउटा जाली लगाएको थियो पाइपमा, त्यो फुत्किएको रहेछ कि। यो सिस्नो फेरि म त 10 सालको एक्सपिरियन्स पनि। मलाई सिस्नो कच्चो लाग्छ। तिमीलाई लागिसक्यो? अनि कस्तो हुन्छ त? दुख्छ। ह? पोल्छ। यहाँबाट ए मलाई पनि लाग्यो त। यहाँ लागिहाल्यो नि। यहाँ रहेछ कि तल। के भयो? सिस्नो लाग्यो। यहाँ रहेछ। यस्तै पुरो भाइब्रेट हुन्छ। भाइब्रेट हुन लाग्छ। त्यही त भनेको। अब सिस्नो चाहिँ खानै पर्छ। त्यो पोलिथिनले लगाउनु न हातमा। बाबा बाबा पोलिथिनले हातमा। त्यही त भनेको। कसरी काट्ने होला? त्यो पोलिथिनले हातमा लगाउनु न। पोलिथिनले हातमा लगाएर भइहाल्छ। हो र? ल्याउँछु। हेलो काजी, मेरो छोरोले लिएर आयो है। यो बान्नु भनेको छ कि बानेर काट्यो भने लाग्दैन रे सिस्नो। अरे खस्ला पछाडि त हेर यार, पछाडि हेर यार, क्यामेराम्यान यार। तर यो भन्दा पनि मैले फुल कपडा लाउनु पर्ने के। प्लास्टिकले नबान्नु अप्ठ्यारो हुन्छ छोरो काट्नु। प्लास्टिकले अप्ठ्यारो हुन्छ, त्यही हुनाले प्लास्टिकले पनि लागिहाल्छ नि सिस्नो त। म यसरी काट्छु अब यसलाई। पहिला म लट्ठीले हान्छु। अघि लट्ठी कहाँ गयो? यसरी हानेपछि अनि हुन्छ। आउँदैन। पहिला यसरी गरौँ। सिस्नोहरू यस्तो छ। अघि यस्तो लाग्यो सिस्नोले। यस्तो हुँदो रहेछ कि हातमा पुरै। मलाई पनि भएको छ। मलाई पनि भएको छ। तिमीलाई कहाँबाट लगायो? स्कुलमा। हो र? हामी खेल्दै थियौँ त्यति बेला लाग्यो। यति धेरै सिस्नो छ यो। यता त धेरै होला नि। सिस्नोको झ्याम पनि धेरै छ कि। यतानिर पाइप छ, अझै यता गर्नु हुँदै थियो। त्यही त म उता गर्न लाग्यो है। पाइपै देखेन नि त यहाँ। कहाँ छ अब? यहाँ अब देख्यो त। यता छ पाइप। यहाँ यो के भन्छ यो? यो घुइयाँको पनि रहेछ। घुइयाँ यतातिर के भन्छन्? यसलाई के भन्छन् यसलाई भन्दा? यसको पातलाई के भन्छ? खै के भन्छ यसलाई? यो यहाँको के भयो? खै के भयो? यो सिस्नो हाइट र गाई चाहिँ सिस्नोहरू यस्तो छ कि। घाम पनि चढ्को त। हाइट सिस्नो फर्स्टैमा लाग्दैन। फर्स्टैमा लाग्दियो कि। यस्तो हुन्छ नि। धेरै वर्ष भएको थियो मलाई सिस्नो नलागेको। एकैचोटि लागेको थियो कि।
तपाईँलाई त लागिरहेको हुन्छ होइन हजुर अनि यो त पाइप देखियो खोइ पाइप होइन अब यसलाई ल पाइप चाहिँ देखियो अब पाइप देखियो यो हाम्रो पाइप हो होइन अब यसमा चाहिँ यहाँबाट मुसा जाने हो के यसमा चाहिँ अब जाली लगाउनु पर्छ